सबैलाई नमस्कार। यो द्रुत गतिमा बन्दै गरेको दुध मार्गमा बसेर एउटा सानो भिडियो बनाउँदैछु। यो चाहिँ दुध मार्ग अर्थात् फास्ट ट्र्याक यो बकैया पावस खण्डमा पर्ने ठाउँबाट मैले एउटा यो भिडियो कैद गर्दैछु। हिजो र अस्तिको हाउरी बतास पानी परेपछिको यो सफा मौसम, अझै बादल त छ, सफा मौसम भन्न त मिल्दैन, तैपनि बडो मनोरञ्जनात्मक दृश्य सहितको एउटा भिडियो हजुरहरूको लागि। फास्ट ट्र्याक पावस खण्ड बकैया। फास्ट्यागको केही खण्डहरूमा कालोपत्रे पनि सुरु भइसकेको रहेछ। यो चाहिँ यो रातोमार पावस खण्डमा पर्ने एक साइडमा चाहिँ कालोपत्रे भएको रहेछ। यो एक साइड हो यो, अनि अर्को साइड चाहिँ त्यहाँ छ, त्यो अर्को साइड चाहिँ हुनै बाँकी रहेछ। काम हुँदै गरेको अवस्थामा यो फास्ट्याग माथि पनि कालोपत्रे सुरु गरेपछि अब फास्ट्याग चाहिँ धेरै समय लाग्दैन खोल्नको लागि भने जस्तो एउटा ऊर्जा चाहिँ उत्पन्न हुँदो रहेछ। खुसी लाग्दो रहेछ। यहाँबाट करिब 45 मिनटको दूरी पार गरेपछि काठमाडौँ पुगिनेछ। यो एउटा सुरु भएको समय चाहिँ एउटा अभूतपूर्व अनुभव पनि हुनेछ र नेपालको विकासलाई यसले ठुलो महत्त्व राख्दछ। बेलैमा सम्पन्न भयो भने नेपाली सेनाको अग्रतामा भएको यो विकासलाई चाहिँ अभूतपूर्व विकासको रूपमा लिन सकिन्छ, ग्रहण गर्न सकिन्छ। यो एउटा नेपालको विकासको लागि चाहिँ यो कोसीढुङ्गा साबित हुन सक्छ भन्ने आशा आम जनताले राखेका छन्।